Hello, it's me Namrata. Today we are going to make cake. अघिल्लो क्लासमा चाहिँ हामीले केकमा आइसिङ गर्न, डेकोरेसन गर्न, राइटिङ गर्न सबै सिकिसकेका छौँ र आज चाहिँ हामी स्पन्जमा प्रोपरली केक बनाउन गइरहेको छौँ हैन। यो चाहिँ फर्स्ट ट्राई हो। थाहा छैन कस्तो हुन्छ के हुन्छ, तर पनि अगाडि चाहिँ जे होस् पर्फेक्ट भएरै गरे हौँ। अब त स्पन्जमै गर्ने भनेर यो लास्ट फाइनलमा चाहिँ अब हामी स्पन्जमा गर्दैछौँ। हामीले आज 1 पाउन्डको केक बनाउन गइरहेको छौँ र यसमा चाहिँ हामीले 3टा 1 पाउन्डको केकलाई 3 लेयरमा कटअप गरेर त्यसमा चाहिँ सुगर सिरप एड गऱ्यौँ र सुगर सिरप एड गरिसके पछाडि चाहिँ हरेक लेयरमा जोड्दै जाँदा चाहिँ हामीले क्रिम चाहिँ त्यसमा फिलअप गरेका थियौँ। अनि यसमा चाहिँ के हुन्छ भन्दा सुगर सिरप चाहिँ अलिकति धेरै पनि हुनु हुँदैन र थोरै पनि हुनु हुँदैन। थोरै हुँदा चाहिँ ड्राई हुन्छ अरे, अनि धेरै हुँदाखेरि चाहिँ अलिकति त्यसमा बढी अलिकति हुन्छ नि त्यो लचक्क हुने हुन्छ। सो त्यो भनेर चाहिँ हुनु हुँदैन भनेर हामीलाई म्यामले भनि पनि राख्नु भएको थियो। हामीले प्रोपरली चाहिँ यो रुललाई पनि फलो गऱ्यौँ। अब चाहिँ हामी केकलाई डेकोरेसन गर्नको लागि सिफ्ट गर्दैछौँ। यो सिफ्ट गर्न चाहिँ एकदमै धेरै डिफिकल्ट रहेछ सुरुमा हैन। गर्दै गएपछि अलिक सजिलै हुन्छ होला, तर सुरुमा चाहिँ ला के हुने हो कि भनेर अलिकति डर लाग्दो रहेछ। सुरुमा चाहिँ प्यालेट नाइफको हाम्रो सहायताले चाहिँ केक सिफ्ट गर्न गइरहेको छौँ। यहाँनिर चाहिँ अलिकति पनि यताउता भयो भने ला त केक जरेर फेरि बिग्रिन्छ भन्ने टेन्सन हुनु रहेछ कि। सो तर हामीले एकदमै केयरली जिरो सिफ्ट गरेर डेकोरेसन गर्नको लागि मैले चाहिँ डेकोरेसन गरेको भिडियो बनाएँ होला भनेको त्यो क्लिक गर्ने बिर्सेको रहेछु क्या, जसको कारणले गर्दाखेरि त्यो प्रोपरली रेकर्ड हुन सकेन। त्यही भएर मैले चाहिँ लास्टमा यसको कस्तो खालको लुक्स देखिएको छ त्यो चाहिँ हालेको छु। जे भए पनि यस्तो टाइपको डेकोरेसन बनाएको भन्ने चाहिँ कस्तो लाग्छ कमेन्ट गर्नु होला। तबसम्मको लागि म बिदा हुन्छु। बाई बाई।